उत्तरी धादिङका लाखौं जनता त्यसै पनि सडक सुविधाबाट वञ्चित छन्। पानी पर्यो भने यो बाटो बन्दै हुन्छ। लगानीको अहिलेसम्मको क्यालकुलेसन गरेर हेर्ने हो भने ठाउँ राखेर हेर्ने भने सायद यो बाटो त स्तरीय बाटो बन्न सक्नु पर्ने। समय परिस्थितिसँगै धेरै घटनाक्रमहरू बदलिए, मुलुकभित्रका ठूला ठूला परिवर्तनका साक्षी पनि बने। नेपालको संविधान पारित भएको घोषणा गर्दछु। कति घटनाहरूमा आफूलाई सहभागी पनि बनाए। धेरै आश्वासन र सहानुभूतिका स्वरहरू पनि यी ठाउँहरूमा गुन्जाइए, तर व्यवहारमा कुनै कुराको परिवर्तन महसुस हुन सकेन। भौगोलिक विकटताका कारण सिर्जित समस्याको दलदलमा फँसेका जिन्दगीका धेरै यात्राहरू अझै सहज बन्न सकिरहेका छैनन्। उत्तरी धादिङका हजारौं जनता आजसम्म पनि प्रकृतिसँग सङ्घर्ष गर्दै दैनिक जीवनलाई गतिशील बनाउन उही परम्परागत जीवनशैली अपनाउन बाध्य छन्। दर्शकवृन्द नमस्कार। कार्यक्रम अन द स्पटको नयाँ श्रृङ्खलामा तपाईलाई हार्दिक स्वागत छ। कुनै पनि व्यक्तिको जीवन भोगाइका कथाहरू ठाउँ अनुसार, समाज अनुसार अनि परिवेश अनुसार फरक फरक हुँदो रहेछ। कतै पहिरोको जोखिम त कतै बाढीको प्रकोप अनि कतै सडककै समस्या। ग्रामीण भेगका जनताले सडक सुविधा नहुँदा भोग्नु परिरहेको शास्ति पनि कम छैन। कुनै पनि विकट ठाउँको विकासको पूर्व शर्त नै सडक बन्दो रहेछ। दर्शकवृन्द, प्रसङ्ग आज सडककै छ। आज हामी धादिङ जिल्लाको एउटा विकट गाउँ तिप्लिङको यात्रामा निस्कन्छौँ। जब धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीबाट यो सडक भएर हाम्रो यात्रा प्रारम्भ हुन्छ, तब हाम्रो कार्यक्रम अन द स्पटको विषयवस्तु यही सडकमै केन्द्रित हुन्छ। कारण यो सडकको दुरावस्था देखेर उत्तरी धादिङका साबिकका झण्डै 17 गाउँ विकास समितिहरू अनि हालका झण्डै 5वटा गाउँपालिकाका लाखौं जनता त्यसै पनि सडक सुविधाबाट वञ्चित छन्। त्यसमाथि जहाँसम्म यो सडक पुगेको छ त्यो ठाउँसम्म पनि पानी पर्नासाथ गाडी चल्न बन्द हुन्छ। यो स्थितिमा आज हामी कार्यक्रम अन द स्पटको श्रृङ्खला यही सडकमा केन्द्रित गरेका छौँ। उत्तरी धादिङका जनताको अनुहारमा खुसी ल्याउने, जीवनस्तर उकास्न सहयोग गर्ने, विकासको प्रतिफल अनुभूत गराउने अनि समग्र जीवनशैलीलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने ठानिएको यो सडकको हालत अझै सुध्रिन नसक्दा स्थानीयको दैनिकी सहज बन्न सकिरहेको छैन। उत्तरी धादिङका अति विकट गाउँहरूलाई सडक सञ्जालसँग जोड्दै ती ठाउँका जनताको जीवनयापनलाई सरल र सहज बनाउनमा यो सडकले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर सहज यात्राका माध्यमबाट सरल जीवनयापनका लागि सहयोग पुर्याउने यो सडक अहिले आफै थला परेको छ।
धादिङ सदरमुकाम धादिङ बेसीदेखि दार्खा र झारलाङको सिमानामा पर्ने डुन्डुरेसम्मको सडकले सर्वसाधारणका जिन्दगीमा सहजता ल्याइदिनुको सट्टा झन जोखिम बढाइदिएको महसुस हुन्छ। धादिङ बेसी साङ्कोस तिप्लिङ सुरु गरेको चाहिँ त्यस्तै 49-50 देखि सुरु गरेको, यही तपाईँ योभन्दा माथि यो साङ्कोस सम्म चाहिँ 63-64 सम्म त्यतै थियो। 64-65 देखि चाहिँ यो बाटोको गति चाहिँ अगाडि बढ्यो। 64-65 देखि अलिअलि स्तर उन्नतिको क्रममै छ भन्नुपर्ला सर। अनि अहिले यो बाटो चाहिँ धादिङ बेसीबाट गाडी जाने बाटो चाहिँ कहाँसम्म? अहिले यो बाटो तत्काल चाहिँ यो हिउँदमा पानी नपरुन्जेल धादिङ बेसीबाट जाने चाहिँ अहिले डुन्ड्रेसम्म जान्छ। कति किलोमिटर? त्यहाँ अहिले 45-46 किलोमिटर छ कच्ची बाटो। अनि यो पानी नपर्दाखेरि मात्रै सवारी साधन चल्ने हो, पानी पर्यो भने बन्दै हुने हो? हो सर, पानी तपाईँको पानी अलि ठुलो पानी पर्यो भने यो बाटो बन्दै हुन्छ, किनभने यो तपाईँको पुरै माटो छ अहिले, पुरै तपाईँ माटो धुलम्मे छ। यो पानी परेपछि त्यो माटो पुरै भिजेर यो गाडी चाहिँ तपाईँको चिप्लिने सम्भावना बढी हुन्छ, त्यसैले पानी पर्यो भने बाटो चल्दैन। अनि यो बाटो चाहिँ खास गरेर उत्तरी धादिङका लाखौँ जनताले प्रयोग गर्छन् भनिएको छ। कति गाविसले प्रयोग गर्छन् अथवा हालको साबिकको कति गाविस, हालको कति गाउँपालिका? यो तपाईँको यो बाटो चाहिँ तपाईँको धादिङ बेसी साङ्कोस तिप्लिङ यो जिल्लाको उत्तरी क्षेत्रमा जाने मुख्य नाकै हो, मुख्य बाटो हो। यसमा चाहिँ पहिला साबिकको 16-17 गाविसले यो बाटो प्रयोग गर्ने हो। अनि हालको अहिलेको चाहिँ यो अहिले चाहिँ यो नेपाल सरकारले सँगै लागू गर्ने सवालमा चाहिँ अहिले हालसालले चाहिँ यो तपाईँको 5वटा चाहिँ यो नगरपालिका अनि अरू चाहिँ 5वटा गाउँपालिकाले चाहिँ यही बाटो प्रयोग गर्ने हो। त्यसो त धादिङ जिल्ला प्राकृतिक विविधताले जति धनी छ त्यत्तिकै कष्ट यहाँको भौगोलिक विकटताले पनि दिएको छ। यही भौगोलिक विकटतासँग जुझ्दै विकट ठाउँहरूमा सडक पुर्याउनु आफैमा चुनौतीपूर्ण पनि छ, त्यसमाथि मुलुकको सीमित साधन स्रोतको भरमा। सर्वसाधारणको महत्त्वपूर्ण चासो र सरोकार यो मात्र हो कि यतिका वर्ष भइसक्यो तर सडक अझै राम्रो किन बन्दैन? झट्ट हेर्दा लाग्दछ चल्न त गाडीहरू चलेकै छन्, गन्तव्यमा पुग्न केही हदसम्म भए पनि यात्रुहरूलाई सजिलो भएकै छ। तर यो यात्राभित्रको कष्ट र जोखिम कि यात्रुहरूलाई थाहा छ कि सवारी चालकलाई? एकदम पुरानो बाटो, यो बाटोको अवधारणा तयार भएको धेरै लामो समय भयो। यसमा सबै पक्ष दोषी छ, सरकारी पक्ष, उपभोक्ता, राजनीतिक दलहरू मुख्यतः। यसमा लगानीको अहिलेसम्मको क्यालकुलेसन गरेर हेर्ने हो भने, ठाउँ राखेर हेर्ने हो भने सायद यो बाटो त स्तरीय बाटो बनिसक्नु पर्ने हुन्छ। किन नबनेको त? मैले भने नि, यो त अब यो 3टा पाटा नै मैले कमजोरी पाटा देख्छु। म चाहिँ लामो समयदेखि जिल्ला विकासको एउटा होइन पोलिसी बनाउने तहमा पनि बसेँ। यसो मैले अनुभूति गरेको कुरा यो चाहिँ राज्यले एउटा यसको जवाफदेही एउटा पाटो राज्य हो। प्राविधिकहरू हुन्छ, प्राविधिकहरूले जुन क्वान्टिटीलाई चाहिँ एकदम गम्भीरतापूर्वक हेर्नुपर्ने हो त्यो हुँदैन, कम्प्रोमाइज हुन्छ। कहाँनिर कमिसनकै खेल हुन्छ, टेन्डर गर्छ अथवा उपभोक्ता बनाउँछ, जे भने त्यो कमिसनमै डुबिरहेको हुन्छ। अनि बाटोको स्तर त कहिले सुध्रिँदैन। राजनीतिक पार्टीहरू यसमा मूल रूपमा, त्यसपछि राज्यसँग यसको दोहोरो सरोकार हुन्छ, त्यसको कारण जस्तो लाग्छ मलाई।
कहाँबाट आउनु भएको? म दार्खाबाट आएको। कहाँ जाँदै हुनुहुन्छ? धादिङ बेसी। अनि कस्तो छ बाटो? त एकदमै नाजुक देखियो त। बाटो त अब कोही पुरानो कोही चाहिँ मर्मत भएर कोही भएको चाहिँ अलि राम्रो रहेछ। अनि मर्मत भएकोहरू चाहिँ साह्रै गाह्रो छ। अनि कोहीमा चाहिँ काम हुँदै गरेको भर्खर बनाएकोमा चाहिँ अलिक सजिलो लाग्यो। कतिको कष्ट भयो बाइकमा हिँड्न? बाइकमा गाह्रै हुँदो रहेछ। बाइकमा गाडी जस्तो हुँदैन, ढल्ने सम्भावना हुन्छ, अलिक गाह्रै हुन्छ बाइकमा। स्थानीयका अनुसार धादिङ बेसी साङ्कुस तिप्लिङ सडकको ट्र्याक खोल्ने कार्य 2050 सालतिरबाट सुरु भएको हो। 2064 सालतिर लापाङसम्म सडक खोलिएको थियो। अहिले गाडी पुग्ने ठाउँ डुन्डुरेसम्म करिब 2 वर्ष अघि सडक पुगेको हो। धादिङ बेसीदेखि डुन्डुरेसम्मको दूरी करिब 42 किलोमिटर रहेको छ। धादिङ बेसीबाट साङ्कोस, टोर्के, लपाङ, किम्ताङफेदी, दार्खाफेदी हुँदै डुन्डुरेसम्मको 42 किलोमिटरको यात्रा तय गर्न 5 घण्टा लाग्दछ भने यात्रुले 500 रुपैयाँ भाडा तिर्नु पर्दछ। त्यसमाथि बर्सातको बेला त यो सडक भएर गाडीहरू चल्दैनन्। हिउँदमा समेत पानी परे गाडी चलाउनै मुस्किल पर्छ। भाडा महँगो भएको यात्रुहरूको गुनासो छ भने बर्सातको बेला थन्काएर राख्नुपर्ने यी गाडीहरू यो कच्ची बाटोमा बढी बिग्रने भएकाले भाडा केही बढी लिनु परेको चालकहरूको तर्क छ। तपाईको यो धादिङ बेसीदेखि अहिले तिप्लिङसम्म भनेको छ, डुन्डुरेसम्म चाहिँ बाटो अहिले यो कच्ची बाटो खोलेको छ हैन। त्यहाँ हिँड्दाखेरि चाहिँ तपाईको धेरै नै अप्ठ्यारो, किनभने अब तपाईलाई पनि याद होला अस्ति यो भदौनिर पनि हाम्रो एकदम ठुलो एक्सिडेन्ट भयो हैन। अहिले पनि त्यो बाटो बनेको छैन, जस्ताको तस्तै अहिले चलिरहेछ। त्यहाँ तलतिर चाहिँ अब केही ठाउँमा चाहिँ हल्का फुल्का अब बनाइरहेको छ, नत्र भने अब यस्तै हो सर। हामी यहाँ आउँदाखेरि थाहा भयो कति डेन्जर छ भन्ने कुरो हैन। धुलो धुवाको उस्तै, खाल्टाखुल्टी उस्तै, अब गाडीको अब त्यस्तै अभाव, मान्छे छतमा हिँड्नुपर्ने, अब धेरै नै समस्या छ सर। भाडा कति लाग्छ त? भाडाको दरमा भन्यो भने भाडा एकदमै महँगो छ। त्यहाँ लगभग हामीले अहिले 42 किलोमिटरको राखेको छ। 40 देखि 45 किलोमिटरको बिचमा भनौँ हैन। यकिन 42 किलोमिटर भनेको छ, यकिन चाहिँ अब कति हो। तर त्यहाँ भाडा चाहिँ तपाईँको प्रत्येक व्यक्ति बराबर 500 रुपियाँ चाहिँ भाडा छ। 45 किलोमिटरको 500? हजुर। त्यो त धेरै महँगो भएन? धेरै महँगो भयो। अब खोइ अब प्रशासनदेखि नजिकै छ, प्रशासनदेखि नै गुड्दै आउने हो, तर खोइ केही पनि भन्दैन। अब धेरै नै महँगो चाहिँ उ तिरेर, त्यो पनि अब गाडी टाइममा हिँड्दैन। जब मान्छेले फुल सिट हुन्छ तब मात्र गाडी कुद्न थाल्छ। त्यसमा चाहिँ मान्छे टाइममा हिँड्न पनि पाउँदैन। एकातिर भाडाको पनि त्यस्तै महँगो छ। अब खोइ यो त अब कसको कमजोरी भन्ने। अब प्रशासनले पनि यति सरकारी रेट कति तोकेको हैन, त्यो तोकेको अनुसारले अब गुड्नियो भनेदेखि त्यति भाडा पर्दैन थियो। समथिङ 250 कति पर्न जान्छ अरे कच्चीको भाडाले हिसाबले गर्दाखेरि पनि। अब धेरै नै महँगो तिरेर हिँडिरहेछ, तै पनि मान्छे टाइममा हिँड्न पाइरहेको छैन सर। बाटो चाहिँ धेरै नै अप्ठ्यारो पनि छ। कस्तो भन्दा नि पानी पर्यो भने धेरै नै चिप्लिने, रातो माटो चाहिँ धेरै नै समस्या छ। यो कमेरो माटोहरू चाहिँ अलिक ठिकै छ भनौँ न। यो चाहिँ बाटोको समस्याले गर्दाखेरि चाहिँ गाडीलाई खर्च बढी आउँछ। त्यसैले गर्दाखेरि चाहिँ अन्त चाहिँ भाडा चाहिँ बढी लिएको हो। धादिङ बेसी साङ्कोस तिप्लिङ सडक आयोजनाका रूपमा यो सडक निर्माणको काम अघि बढाइएको भए पनि अहिलेसम्म डुन्डुरेसम्म मात्र सडक पुगेको छ। उत्तरी धादिङका साबिकका 5 गाविसहरू झारलाङ, सेर्तुङ, लापा, तिप्लिङ र रिलाई त अहिलेसम्म सडक सञ्जालले छोएकै छैन। यी ठाउँका जनताले पैदलै डुन्डुरेसम्म आएर बल्ल गाडी देख्न पाउँछन्। कति यात्रु त गाडीको महँगो, पच्यार लाग्दो र जोखिमपूर्ण यात्रा गर्न नसकेर पैदलै गन्तव्यमा पुग्न रुचाउँछन्।
कार्य आदो सिलिन्डरसम्म पनि छिस्याउ गाडी पनि बमिट भएर उल्टी भएर गाडी पनि नहिँड्ने सिलिन्डरसम्म बिस्तारै हिँडेर जाने उहाँ बुढीमालाई चाहिँ धेरै उल्टी हुन्छ रे अनि त्यही भएर चाहिँ गाडी पनि नचल्ने रे बिस्तारै सिलिन्डर बिस्तारै गाडी चढ्नु भएको छैन अहिलेसम्म तेरे है गाडी ग्रेच आग्रे जंसे जंसे तेरे सम है गाडी ग्रेच आग्रे ए मम्जा ब्रा उहाँले चाहिँ कहिले काहीँ चढ्नु भएको छैन तर हाम्रो बुढीमाले चाहिँ अहिलेसम्म चढ्नु भएको छैन कहिले चाहिँ सिलिन्डरसँग त ए उहाँले त जस यहाँ ढुन्डरी छ नि ढुन्डरीमा सिलिन्डरसम्मै पुग्ने गरी पनि जानु भएको छ रे गाडी चाहिँ चढ्नु भएको छैन आमा चाहिँ अहिलेसम्म चढ्नु भएको छैन धादिङको एउटा ठूलो भूगोललाई सडक सञ्जालसँग जोड्दै त्यहाँको दैनिकीलाई चलायमान बनाउन धादिङ बेसी साङ्कुस तिप्लिङ सडकलाई महत्त्वपूर्ण ठानिएको छ। साबिकका करिब 17 गाविस र हालका रूबी भ्याली, खनियावास, नेत्रवती, गंगा जमुना र त्रिपुरा सुन्दरी गाउँपालिका एवं नीलकण्ठ नगरपालिकाका केही भूभागका जनताले प्रयोग गर्ने सडक हो यो। त्यसैले यो सडक जिल्लाभित्र प्राथमिकतामा परेको दाबी अधिकारीहरूको छ। जिल्ला प्राविधिक कार्यालय धादिङका अनुसार धादिङ बेसीदेखि किमताङ फेदीसम्म जीविसले र किमताङ फेदीदेखि डुन्डुरेसम्म सडक डिभिजन कार्यालयले सडक स्तरोन्नतिको काम सुरु गरेका छन्। जसरी धादिङ जिल्ला चाहिँ उत्तर दक्षिण फैलिएर गएको छ त्यस्तै गरी यो सडकले पनि धादिङ जिल्लालाई उत्तर दक्षिण छुने गरी चाहिँ यो बाटो त्यसरी आएको छ र त्यसरी हेर्दाखेरि धादिङ जिल्लाको एउटा मेरुदण्डको रूपमा नै यो सडक मानिन्छ र यो सडक चाहिँ वास्तवमा सुरुवात त यसको करिब 2052 सालबाट नै यसलाई सुरुवात भएको भन्ने हामी सुन्छौँ तर अहिलेसम्म यो कच्ची अवस्थामा नै हो जसरी चाहिँ सर्वसाधारण चल्दै गएका छन् र यसको चाहिँ स्तरोन्नतिको हकमा अहिले जिल्ला विकास समिति हाम्रो चाहिँ राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण परियोजना अन्तर्गत धादिङ बेसीबाट यो किमताङ फेदीसम्म 30 किलोमिटरको खण्डमा बीचमा 2 किलोमिटर मध्य पहाडी मार्गले छोडेर 28 किलोमिटर सडकको लागि जिल्ला विकास समिति हाम्रो जिल्ला प्राविधिक कार्यालयले गत चाहिँ असोजबाट यो स्तर उन्नति गर्ने कार्य सुरुवात गरेको छ र यो चाहिँ करिब 28 किलोमिटर सडकको लागत करिब 25 करोड रुपियाँ रहेको छ र यसलाई हामीले यसको चाहिँ ज्योमेट्री करेक्सन गर्नेदेखि लिएर एउटा हाम्रो चाहिँ ग्रामीण यातायात सडकको मापदण्डको रूपमा सडकलाई डेभलप गर्ने र यसलाई चाहिँ हामीले स्तरोन्नति भन्नाले अहिले माटे सडकबाट ग्राभल स्टेजमा लानको लागि हामीले कार्यक्रम गरिराखेका छौँ। भर्खर असोजबाट सुरुवात भएको हुँदाखेरि अहिलेसम्म हामीले हाम्रो प्रगति करिब त्यस्तै भौतिक प्रगति 10% को पेरिफेरीमा छ र अब हामी सबै जिल्ला विकास निर्माण व्यवसाय लगायत सबै प्रोजेक्ट साथीहरू यसलाई चाहिँ सकेसम्म छिटो कसरी गर्ने भन्नेमा हामी लागिरहेका छौँ। अब त्यसको पछि यो जुन अहिले हामी यो ठाउँमा छौँ यो 30 किलोमिटरभन्दा अगाडिको सेक्टर 30 देखि 42 किलोमिटरमा डिभिजन सडक कार्यालयबाट चाहिँ यो पनि एउटा सडकको चाहिँ पुनर्निर्माण स्तरोन्नति गरेको कार्य यतातिर भइरहेको छ। सुरुमा त यो सडक अब जिल्ला विकास समिति मार्फत जुन किसिमले रकम विनियोजित गरेर उहोता समिति मार्फत चाहिँ हामीले प्रारम्भिक सडक धादिङ बेसी साङ्कोस तिप्लिङ सडक भनेर चाहिँ हामीले यसलाई नामाङ्कन गऱ्यौँ र पछि चाहिँ यसलाई जुन सडकलाई माथिसम्म लाने क्रममा चाहिँ अब जिल्लाबाट पनि हामीले समयमा यसलाई चाहिँ नि सबै राजनीतिक दलबाट पूर्णतः यसलाई ध्यान जाँदै गयो र अहिले चाहिँ हामीले जुन किसिमको केन्द्रीय जुन किसिमको विश्व बैंक मार्फत यसलाई चाहिँ सडकको स्तर उन्नति गर्नको निम्ति सडकको चौडा सडकलाई चाहिँ नि पुरै चाहिँ नि यसलाई पिच गरेर यसलाई धादिङ बेसीदेखि
तिप्लिङ सोमदाङ हुँदै यसलाई चाइनासम्म जोड्ने जुन किसिमको धेरै उद्देश्यको साथ यो सडकलाई हामीले जिल्ला मार्फत चाहिँ यसलाई सिफारिस गरेर यहाँ यो सडकको निम्ति अहिले तत्काल चाहिँ अहिले जुन रकम विनियोजित जुन केन्द्रकै सडक यातायात अन्तर्गत नै रकम विनियोजित गरेर अहिले यो बाटो चाहिँ अगाडि बढिरहेको छ। कुनै पनि विकट ठाउँको विकासको पूर्व शर्त भनेको सडक सुविधा हो। गाउँसम्म सडकको पहुँच पुगे मात्र पनि ग्रामीण भेगका जनताको जीवन स्तरमा सुधार आउने अपेक्षा गर्न सकिन्छ। तर पहाडी भूभागमा खोलिएको साँघुरो सडकको ट्र्याक समयमै स्तरोन्नति गर्न नसके त्यसबाट सिर्जना हुने समस्यालाई पनि बेलैमा सम्बोधन गर्न भने जरुरी छ। दर्शकवृन्द, भनिन्छ 12 वर्षपछि खोला पनि फर्किन्छ। तर उत्तरी धादिङका जनताका लागि धेरैवटा 12 वर्ष बितिसके तर यो सडकको स्थितिमा कहिल्यै सुधार आएन। त्यसै पनि बर्सातमा त यो सडकमा गाडी चल्दैनन्। हिउँदमा समेत पानी परे गाडी चलाउनै मुस्किल पर्छ। यो अवस्थामा उत्तरी धादिङका जनताको दैनिकी चलायमान बन्न सकिरहेको छैन भने समाज पनि गतिशील हुन सकिरहेको छैन। अहिले देखिने सडकको स्थिति र यहाँ भइरहेको भनिएको कामको गति हेर्दा तत्काल यो सडकको अवस्थामा सुधार आउला भन्न सकिने अवस्था पनि छैन। जसले गर्दा अझै कति वर्ष उत्तरी धादिङका जनताले कष्टपूर्ण र जोखिमपूर्ण यात्रा गरिरहनु पर्ने हो त्यो पनि पत्तो छैन। अहिले खोलिएको झन्डै 45 किलोमिटर ट्र्याकको स्तरोन्नति मात्रै गर्न सके पनि उत्तरी धादिङका धेरै जनताको जीवन स्तरमाथि उठ्ने थियो कि? हवस् त, आजलाई कार्यक्रम अन द स्पट यति नै। अर्को साता कार्यक्रम अन द स्पटको नयाँ श्रृङ्खला लिएर फेरि उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।